वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। दिलों मेरे हाय लुट के ले गया माही। ओ तकदीरें मेरी पलटेंगे ऐसा सोचा था नहीं। हो जल्दी तुम्हें ले आ मैनू भूल जावा दुनिया में सारी। जिंद तेरे नाल कर दी है हर पल हो तेरी खुमारी। हत्थां ते मेहंदी मेरे सजना दे नाम दी कीती मैं वेट बड़ी शगना दी शाम दी। हत्थां ते मेहंदी मेरे सजना दे नाम दी कीती मैं वेट बड़ी शगना दी शाम दी। हाय नीओ किन्ना सोना ओदे जिहा होर नहीं होना रांझा में हीर उस दी। गलियां सजाइया बाबुल दे घरों अंज होनियां विदाइयां फुल कलियां दे नाल गलियां सजाइया। मेहंदी राचण लागे हाथा में बनडेर नाम री। मेहंदी राचण लागे हाथा में बनडेर नाम री। आई शुभ घड़ी देखो मारे आंगन आज जी। ओ आई शुभ घड़ी देखो मारे आंगन आज जी। मेहंदी राची है सुरंगे
नभटिनी कसरी भनु तिमीलाई मेरा मनका कुराहरू भनी सोचिरहन्छु थाहा छ कि छैन तिमीलाई म त डुबिसकेका छु तिम्रो मायामा धेरै पोखु भन्छु अलि अलि डर लागिरहेको छ मलाई तर जे सुके होस् भनी हेर्छु एकचोटि तिमीलाई हात मेरो भरिदेऊ संसार मेरो खुसीका रङ्गहरूले भन्छु अलि अलि डर लागिरहेको छ मलाई तर जे सुके होस् भनी हेर्छु एकचोटि तिमीलाई तिमीलाई म धेरै धेरै यो ढोका खोल
कसरी रमाऊ मैले मन पराइसके हाँसी खेली सधैँ माया साटौँला यदि टाढा भए फेरि भेटौँला तिम्रो नाममा म बाँचिदिउँला मैले मन पराइसके सँगै बसौँ माया गाँसौँ बढीलाई सँगै बसौँ माया अब सबभन्दा पहिला हाम्रो नातानाला हाम्रो नाताहरू जन्ती महानुभावहरू तपाईँहरू यस्तो कष्ट गरेर जन्ती आउनुभयो हामीलाई साह्रै खुसी लाग्यो अनि तपाईँहरूलाई भव्य स्वागत हाम्रो तर्फबाट है भव्य स्वागत गर्छौँ। म यता हाम्रो बेहुली पक्षको कलिएको हैसियतमा तपाईँहरूलाई स्वागत गरेँ। अब हाम्रो रीतहरू हाम्रो संस्कार संस्कृति अनुसार हाम्रो रीतहरू अलिअलि फरक पर्नुपर्छ। यद्यपि हामी सबै किराँती हौँ है, हामी एउटै हो, हाम्रो इतिहास एउटै हो, तर हाम्रो चाहिँ अलिअलि हरेक खोलाबारी खोलापारीको पनि हाम्रो रीतिथिति बेग्लै हुन्छ। त्यसले गर्दाखेरि बेग्लै भए तापनि अब हामीले सब मिलाएर जसरी हुन्छ आजको हाम्रो यो शुभ कार्यलाई चाहिँ सफल बनाएर एकदम भव्यताका साथ सम्पन्न गर्ने हाम्रो जिम्मेवारी हो कि होइन? त्यसले गर्दाखेरि यहाँलाई स्वागत गर्दै अब यो रितको विषयमा चाहिँ हाम्रो के कसो गर्नुपर्छ भन्ने विज्ञ यहाँ मेरो भाइ चितराज राई हुनुहुन्छ। उहाँले चाहिँ नि गाइड गर्दै जानुहुन्छ। यहाँबाट हामी तल भरै तपाईँहरूलाई भरे अन्दाउने बेलासम्म उहाँले गाइड गर्नुहुन्छ है। उहाँ चाहिँ अब हाम्रो रीतको चाहिँ विज्ञ हो, अनि त्यसले गर्दाखेरि उहाँले चाहिँ गर्नुहुन्छ। र अब चाहिँ अब के गर्ने अनि यहाँ मेरो दाजु पनि हुनुहुन्छ, उहाँले गल्ती भयो भने हामी गर्छौँ है। त्यसले गर्दाखेरि अब त्यो अनुसार अब हामी बिस्तारै क्रमबद्ध रूपमा है सिक्वेन्स बाई सिक्वेन्स सरर हामी गर्दै जाउँ है। तपाईँहरूलाई स्वागत छ फेरि। पहिला अब के भन्नु अब भाषा मिल्दैन, पर्वतेमै मोटामोटी जाउँ, पर्वतेमा होइन। अब आज त हाम्रो निमा पारमा भन्छ, नागमा पारमा व्यवहार शुभ कार्यमा आज बक्सिएको अब यो चाहिँ हामी कानुनको संस्कार अनुसार बोलिएको भेट हुने ठाउँ हो, अफिसको नाम हुन्छ कानुनको। आजको सम्पूर्ण कार्यक्रम चाहिँ दाजुहरू पढ्नुहुन्छ होइन, उहाँहरूले अन्तिम समापन गर्नुहुन्छ। त्यसमा अब खास हाम्रो उदेखि भन्दा यता पश्चिमी भन्छ, अब केटापट्टिकोलाई होइन, उतापट्टिकोलाई सिकुङ दावा भन्छ, अब त्यो आरे छोरा अनि रातो गङ्गौटा भन्ने थुप्रो गर्नुपर्ने, तर जातलाई ठाउँमा छ होइन। त्यसलाई अब साथी साथीहरू त्यसले गर्दा यता हाम्रो बेहुलीपट्टिको बोलिएको चाहिँ अब यो खुट्टा तपाईँलाई बाँधिदिनुहुन्छ र उनीहरूले हामी सहयोगीले मान्छौँ। तपाईँहरूको सहयोगीले भाइलाई बाँध्नुपर्छ होइन। अब हुन्छ छ हजुरहरूले भरे यो हो, हामीले भरे खलाएर फेरि आफ्नो दिने फेरि चाहिन्छ यही युज गर्ने है हजुर। हामीले यो चाहिन्छ नि, थुप्रै ठाउँ चाहिन्छ कि त्यसो होइन। यसलाई चाहिँ सानो बनाउने क्या
शिशुले पकाएर नि ज्यादा ठुलो हुन्छ ल लगाइराख्नु भएको थियो त्यो भएर यता यो हामीले ग्रहण गऱ्यौँ अब यता पनि भइहाल्छ चढाएको हाम्रो जोइनलाई
उहाँ ngapa है उहाँ पनि हो सुङखिम है हजुर सुङखिम भनेको जन्ती बस्ने घर कुनामा राख्नुहोस् है सामलिङ हो यो पो छ आँखासम्म बाटो अरे अरे होइन अनि भाषा आउँछ बुझ्नुहुन्छ बुझ्नुहुन्छ कि भरे उठा गरौँला न भइहाल्यो यो थलामा पालेर खैनिछु आले अङ्क कसोसम्म विशाखा तालु जुटे गरे उनान छामुसा नाचमुसा आलमटिको बाजना थला उडाको मसना ताप पिपा उडा तातिको उनान हातौँ सिनेको आज हाम्रो छोरीको शुभ कार्यमा हजुरहरू नाच्दै गाउँदै गीत गाउँदै नौमती बाजा बजाउँदै पाल्नु हुँदै थियो तर अचानकमा यहाँ तपाईँहरू पस्नुभयो कहाँसम्म हिँड्नु भएको थियो के को लागि किन हो कहाँ हिँड्नु भएको त्यो ए हजुर प्रगतिमा अब तपाईँहरूले चाहिँ त अब हामी चाहिँ के अरे हाँस्दै खेल्दै आउँदाखेरि यहाँ हजुरहरूको दलानमा यसो हेर्दाखेरि हजुरहरूको बगैँचामा फुल फुलेको देख्यौँ अनि यो फुल त साह्रै राम्रो रहेछ माग्दाखेरि दिनुहुन्छ भने त टिप्नुपर्छ भन्ने सोचले हामी चाहिँ यहाँ रोकियौँ हजुर अनि अब हामी हजुरहरूको बगैँचाको फुल टिप्न आएको छौँ अब हजुरहरूको जो आगे दिनुहुन्छ कि दिनुहुन्न अब हाम्रो दाजुभाइहरू अब हामीले उहाँहरूलाई यहाँ नै आउनुहोस् भनेर हामीले यसरी बोलाएको थियौँ कि थियौँ न खै हजुर हामीलाई त थाहा छैन हाम्रो छोरी चाहिँ घरमा भनेर घरमै राखेका थियौँ उहाँहरू खोज्दै आउनुभएको भन्नुहुन्छ हाम्रो त होइन हामीले त अब के त हाम्रो हो तर हाम्रो जन्ती आउँदैछ भन्ने पर्खाएका छौँ हाम्रो चाहिँ यस्तो नि हजुर अब हामी भमरा भएर आउँदाखेरि यहाँनिर अब फुलको बासमा आइसकेपछि हामी भमरा भएर आइसक्यौँ हजुरहरूको घर दलानमा पक्कै यही घरमा धेरै खुल्या छ हामी अब हजुरहरूले जाउँ तिमीहरूको काम छैन भन्नुहुन्छ र पनि हामी चाहिँ जानेवाला छैनौँ खुल्न लगिन्छ हामी बोलाएकै पर्नु भएछ इमातिर हाम्रो यो साह्रो गोप्य साह्रो पारेको होइन हजुर दाजुभाइलाई पनि फेरि माग्नु पऱ्यो अब हामीले मात्रै ओके भन्ने भएन हामीले जान्यो त्यसो हो भनेदेखि आजको लागि उहाँहरूलाई तपाईँहरूलाई चाहिँ नि उहाँहरूले एक्सेप्ट गर्नुभयो केही समयको लागि थियो अनि हजुरहरू कति दिनको लागि बस्दै आउनु भएको कि आजै फर्किनुहुन्छ कि हामी त हजुर अब जुन फुलफेन टिपेपछि हामी चाहिँ जान्छौँ हजुर जबसम्म बुहारी दिनु न तबसम्म हामी जाउँदैन भन्नु न होइन हामी फुल टिपिसकेपछि अब हजुरहरूले हामीले पनि अब हजुरहरूले पनि स्वीकारिसक्नु भएको छ यो कुरो हामीले पनि स्वीकारेरै आएको छौँ र हामी चाहिँ फुल टिपिसकेपछि हामी चाहिँ बाटो लाग्छौँ हजुर
अब हजुरहरूले रोके पनि हामी रोक्ने बेला छैन त्यसमाथि हजुर हिमाईमा छु एउटा साधारण छ कि हजुर सुनको घर रुखको छ गुन्द्रीहरू पनि एकदम जङ्गलभर छ भन्नु पऱ्यो एकछिनको लागि त्यसले गर्दाखेरि अब सिस्नुको फर्ममाथि राखौँ भन्ने त भएन होइन हजुर गुन्द्रीमा राखौँ भने त जाडोले अब हुन्छ अब रातभरि बस्नुपर्छ त्यसले गर्दा यसको इमान इज्जत छ हजुर त्यो भएर सुख सुख यही समयको लागि अब हामीले हाम्रो छोरी ब्याउली नदिएसम्म हजुरहरूले दुःख कष्ट गरेर यसो बस्दिनु होला अब भोकै आउनुभयो होइन ख्याल लाग्नुभयो त्यसको लागि पनि बन्दोबस्त छँदैछ एकछिनमा आउँछ ल त हस् यो तपाईँहरूको भयो अब तपाईँहरूको प्रसाद ग्रहण गर्नु होला होइन हाम्रो भाषाहरू धेरै मिल्दोजुल्दो छ होला अनि उसले गर्दाखेरि अनि भूगोलले गर्दाखेरि डिफ्रेन्ट जोग्राफीमा बस्दाखेरि अलिअलि फरक परेको मात्रै हो वास्तवमा हाम्रो ओरिजिन चाहिँ एउटै नै हो बुझ्दैन तिम्रो इसारा सुन्दै सुन्छु तिता मिठा बाता बरु दुःख पीडा सबै देऊ सम्हालिदेऊ लामो जिन्दगीको सहारा बनी चोरी लगेछौ तिमीले मन मेरो मबाट सम्हालिराख है यो जुनी त तिम्रै हो अर्को जुनी पनि सँगालिराख है ल्याउनु भएको मागे अनुसार कता जाँदा कसैले खोजेर लिएको त होइन होला कि कस्तो के हो यो अब हामीलाई सोध्नु भएको होला होइन यो यहीँबाट पनि हामीले
फसाएर ल्याएको होइन हजुर हामीले चाहिँ नि यही घरमा मागे अनुसार नै हजुर घरमा भनेर नै हामीले घरबाटै आफ्नै ड्रमबाट होइन निकालेर ल्याएको हजुर चाहिएको हामीले मागे अनुसार नै ल्याइदिएको त्यो अनुरूप ल्याएको छु अब चिसनाका कमी कमजोरी छ भने पुगपुग छ भने भन्नु होला चिसापुर परमौतम सबै दाजुभाइ बाबामा सबैले हामीले स्वीकार्यौँ होइन हजुर त्यसो भए छोरी अब हाम्रो जेठु हजुर किसनका ल्याउमा मिगाकेदेखि किसन आसो कैलिन्ची मेवा पाछा पुरुङ पाछु घेतुङ छेचुङ चु अब यामा खामामा मानि तामम जिरम पाले आसो एनमा एछा एछेकमा इरुम सुम्या थल्ल पर्व देखे नै अब हाम्रो छोरी चेली त अब राम्रो थियो न भन्ने कुरो आउँछ नि छैन हाम्रो छोरीचेली कुनै पनि रूपको छैन होला काम गरी खाने ढङ्ग छैन होला हजुरहरूले अराउँदा कराउँदाखेरि बुद्धि नभए जस्तो उता अरा यता भाग्ला यता जाँदा यता भाग्ला अब वन जङ्गलमा यसो दाउरा काटेरले घाँस काटेरले सिस्नु टिपेरले भन्दाखेरि अर्कै लिएला त्यो बेला हामीले राम्रो सिकाएको हाम्रो नानी हाम्रो सानै छ बलिलै छ भने हजुरहरूले भोलि गएर यहाँबाट हामीले दिइसकेपछि त्यसमा केही तलमाथि गर्ने अवस्था भयो भने हजुरहरूले स्वीकार्नुहुन्छ कि होइन अझै पनि हामीले नदिँदा पनि पहिले हुँदैन हामी सक्दैनौँ भन्नुभयो भने मिलो होइन त एउटा रितले है हजुर नरिसाउनु के छ त हजुर हाम्रो छोरी केही जान्दैन केही नजान्ने छ होइन यो बोल्ने चाहिँ होइन उहाँहरूले स्वीकार्नु भयो भने अनि बोल्छौँ अलिकति बोलिहाले जति लम्ब्या त्यति हामीलाई ढिलो तपाईँहरू होइन हामीले मन पराएर स्वीकारेर आएको छौँ हजुरहरूको छोरी चेली हामीले बुहारी बनाउनुको लागि आज सबै के अरे कुरोमा चाहिँ हामी के अरे खुसी भएर हाम्रो बुहारी लिनु आएको छौँ हजुर नजानेको कुरोहरू सबै नजानेको कुरोहरू अब त्यो छ भने हाम्रो बुहारीले नजानेको कुरो अहिले त विभिन्न किसिमको के अरे छ अब खलासी हुँदै हुँदै ड्राइभर हुन्छ अब छ धेरै आइडियाहरू सासूले अब नन्दहरू अलिकति घर खाने के अरे यताउता छ भने नन्दहरूले पनि सिकाउने सासूले पनि सिकाउने अहिले त आफै बने खाने अहिले त यो किताबले पनि सिकाइराखेको छ वैज्ञानिक रूपमा त्यसले गर्दाखेरि हामीले त्यस्तो भोलि केही जानेन भनेर हामी भन्नेवाला पनि छैनौँ किनभने जो भाग्यमा छ त्यो मेट्नुपर्ने हुन्छ जस्तो लाग्छ है हजुरहरूको अब खलिदा तास दादा तास रोटीको सेना चाहिँ अब फेरि हजुरले स्वीकार्नु त भयो हजुरले हाम्रो छोरी यहाँबाट हामीले यो घरबाट जानुपर्छ कुटुम्बको घरमा तैँले गरी खानुपर्छ राम्रो गरी जा बाबु नानी भनेर अराउँछौँ कराउँछौँ पठाउँछौँ तपाईँहरूको साथमा माया दया मात्रै हजुरहरूकै सबै सम्पन्न हुन्छ भने हाम्रो छोरीलाई यहाँबाट निकालेर हामीले पठाइसकेपछि हजुरले हाम्रो छोरी कुन ठाउँमा लगेर राख्नुहुन्छ पाल्नुहुन्छ हजुरहरूले अब यहाँदेखि हजुर अब कथा लामै जान्छ अब के अरे यहाँदेखि जस्तै यो हजुर कति 18देखि हामी 15मा लान्छौँ हजुर 15मा स्विमिङ पुल लाइनमा त्यहाँदेखि हामी चाहिँ 19 तारिकतिर चाहिँ अब लामो भन्छ यो होइन हजुरहरूले हाम्रो चुल्हाबाट लगिसकेपछि हजुरहरूले पनि चुल्हामै राख्नु पर्यो कहाँ राख्नुहुन्छ भन्दा विपत्ता नहोस् हजुरहरूले चाहिँ आज हामी नै तपाईँको छोरी चेली हाम्रै चुल्हामा भनिदिएको हजुरहरूले चाहिँ तपाईँहरूले चाहिँ अब हुनु पर्यो हामी लगेर अब हाम्रो चाहिँ हामी सामेमा छौँ तपाईँहरूको वंशमा चाहिँ लगेर हाम्रो छोरीलाई राख्नुहुन्छ लगाउनुहुन्छ
हजुर हजुर हेदामाले हो त्यो भएर वंशमा राख्छौँ भनेर अब नत्र कि त जो बाँदरको खाने खेल्ने ठाउँमा लगेर राख्नुहुन्छ कि जङ्गलमा राख्नुहुन्छ कि भन्ने क्वेसन थियो होइन हो हामीले पनि हाम्रो चुल्हामा लिएर राख्छौँ हाम्रोमा भने चाहिँ हाम्रो चाहिँ काफेपट्टा बनायो कि भनेर नसोच्नुहोस् हामीले यहाँबाट जसरी हजुरहरूले चुल्हाबाट निकाल्नु हो हामी हाम्रो घरको चुल्हामा चाहिँ नै उहाँलाई चुल्हा बाल्नु लाएर चाहिँ नै बनाएको चिया नास्ता चाहिँ नै खान्छौँ हजुर कुनै बाटोमाथि हजुर त्यो त अझै यहाँ अब हाम्रो त कुरो मिलेको छैन भने लिम्बू र राईको कसरी मिल्छ हाम्रो छोरीको माग्यो उ नगरिदिनु भन्ने माग्ने चाहिँ हामीले गर्ने भयौँ तर पछि यो त्यो कुरो गर्ने भयो अब दिनु कि नदिनु हाम्रो नदिए पनि के गर्नु लगिसकेको छ दिने भन्नुहोस् न सिधै त्यसैले गर्दाखेरि अब दिनुको लागि मजदुरी छौँ मजदुरी एकदम मन्जुरी हुनु तपाईँ त मारिहाल्नु पनि त्यसरी भोलि पर्सि फेरि साँची बस्नु मुद्दा पऱ्यो भने त साह्रो पर्छ होइन दिव्या बिर्से भने हाम्रो भान्जीलाई मचिनु के राख्नु मचिनो असममा हो असममा असममा दायाँबाट आले देखा इमो भान्जीलाई लेखुका भान्जीलाई आमका मोछा दिपेनलाई लेखुका भान्जी आलेदाका एक इदुमका आलेदाका एक दिउ दुई दिउ तीन दिउ हजुरहरूको कुर्लेयक खोदेयक मार्को सामै है एक इदुमका अक्काला इदुमका सिम्र इदुमका ल आज काकाजी अब हाम्रो छोरीलाई हजुरहरूले घरमा लगिसकेपछि आज क्यारो भोलि क्यारो पर्सिदेखि हेला गर्दै तलमाथि गर्दै जानुभयो भनेदेखि खुसी भएर पछिबाट पनि त्यस्तो खालको देखा पर्यो भने नै त्यसकै लागि यहाँ हजुरहरूसँग अब हामी पनि उताबाट देउला पक्षबाट हजुरहरू बेहुली पक्षबाट हामी सबै मिलेर त्यो कार्य गर्नुपर्छ यसो भन्नु हजुरहरूले तपाईँहरूको छोरी चेलीलाई तलमाथि केही हेला खोज्नु भयो भनेदेखि छोरीको भार धार्मीको हतियार चाहिँ जाग्छ खुर्पा जाग्छ भन्नुपर्छ है हजुर र त्यसो भए हजुरहरूले भन्नुभयो हजुरहरूले वचन दिए जस्तै हामी पनि छोरी र ज्वाइँलाई गरी खाओस् भविष्यको प्रगति गर्दै हामीले छोरी दिइसक्यौँ भोलि छोरीले पनि घरमा गएर बुहारीको भूमिका निभाएन भने बाटोमाथिबाट तलमाथि केही तलमाथि गरेछ भने सासू ससुराको वचन मानेन भने श्रीमानलाई मानेन भने र केही दायाँ बायाँ गर्यो भने हजुरहरूको छोरा आएको पनि हाम्रो छोरीमाथि 12 हातको खुकुरी जाग्नेछ है हजुर
हुन्छ त्यसमा चाहिँ हामी अस्वीकार्य छौँ धेरै अक्को किनी हो तपाईँहरूको चुला छ कि छैन छ नि लिम्बू छ त्यसो भए तपाईँ यहीँ पकाएर खानुहुन्छ नि मेला थोरै किन बढाएँ त मैले सर्टकटै गरेर है सरै भाली भोलिपल्ट तलमाथि केही भयो मुद्दा पर्छ पर्छ पर्दैन भन्नु पर्छ हाम्रो त्यो भान्जे जोइले केही गर्यो भने केही गर्यो भने हामीलाई मुद्दा लाग्छ केही मुद्दा लाग्छ अब हाम्रो भान्जीले गर्छ अर्को ल्यायो भने 3 मुद्दा लाग्छ अनि तपाईँको छोरी हजुरहरूको छोरी चाहिँ तल माथि गयो भने फेरि नमस्कार र अब हामीले यहाँ हाम्रो चुलाबाट छोरीलाई हामीले अन्भ्याउँदैछौँ र तपाईँहरूले लानुहुँदैछ यो दोहोरो साइनो भनेको हजुरहरूले यतापट्टिको कलिया मिलेर दोहोरो साँगो बनाएर हजुरहरूले पार गर्दै हुनुहुन्छ यो साँगोलाई हजुरहरूले वारदेखि पार नपुर्याइकन बिचमा नछोड्नु होला हजुरहरूको धेरै धेरै शुभकामना भन्दै हजुरहरूलाई हामीले यो वाग्दत्ता बोलेको हामीले यहाँबाट यो समय हजुरहरूलाई पुरा भएको घोषणा गर्दै हजुरहरूलाई चाहिँ अहिलेको लागि हामीले बिदा दिउँ फेरि हामी दुःख फेरि दिन्छौँ तर यो रिस नदिइसक्यौँ अर्को रिसमा दुःख दिन्छौँ ज्वाइनले चाहिँ सक्यो भने ल्याउनु पर्छ यहाँ आउँछ भिन्छ ल खिच्दैन साइडमा बसौँ भनेको सुट नआउँदा भोलि दिदी दिदी म दिदी बुहारी हो अब सम्झिँदै गर्नु बाँकी छ को भाइ 37 भन्ने आएन के नाम चाहिँ कफल भन्नु आएन दाजुभाइ नमस्ते 37 भन्दा ठिक छ नकाटी हुँदैन हामी आज हाम्रो भान्जीको शुभ विवाह 2081 साल माघ महिनाको 25 गतेको दिनमा एकदमै हामीले आशीर्वाद दिनुपर्ने सुन्निन पारो एकदमै उहाँको किराँती आएको संस्था हो र परिचय भन्नुपर्दाखेरि किराँती आएको संस्था र यसरी नै हाम्रो नानीहरूको छोरी भान्जी ज्वाइँहरूको 32 कोटी देवी देवताले रक्षा गरौँ अनि हाम्रो किराँती आयोगका संस्थाको सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूबाट आशीर्वाद मिलोस् अनि सधैँ नै अनि मुख देखाउनु मात्र यहाँ स्वीकारिदिनुहोस्
नगर्नु भने दुईजना माउलाले त्यति नै अनि परे यहाँबाट आऊ बरु परिवारमा पनि राम्रो छ हाम्रो चुलामा तपाईँलाई भित्रायो तपाईँहरूको चुलामा नि लगाइदिने नि माथि कुरा पुग्न नै गाह्रो भयो मनभरि गुम्सेर साह्रो भयो आँखा छुट्यो नजर फेर्न नै गाह्रो भयो अलिकति मिठो हाँसोमा हल्झियो लडी लडी माता फसे फसे माता परे परे म त मायामा लडी लडी माता फसे फसे माता परे परे म त मायामा भन्दैछु मेरो मनको कुरा तिमी पनि भन न सुन्छौ कि मेरो चाहना बरु लेख्दिऊ कि शब्दमा कागजमा कोर्दा त मेटेर जान्छ मुटु नै दिन्छु तिमीसँगै हुन्छ लडी लडी माता फसे फसे माता परे परे म त मायामा लडी लडी माता फसे फसे माता परे परे म त मायामा कुरा पुग्न नै गाह्रो भयो मनभरि गुम्सेर साह्रो भयो आँखा छुट्यो नजर फेर्न नै गाह्रो भयो अलिकति मिठो हाँसोमा हल्झियो लडी लडी माता फसे फसे माता परे परे म त मायामा लडी लडी माता फसे फसे माता परे परे म त मायामा हावा यो हावाले लहर ल्यायो के मनभित्र नयाँ यो रहर जाग्यो के हावा यो हावाले लहर ल्यायो के मनभित्र नयाँ यो रहर जाग्यो के यो हिमाल भरी केही
फैलियो कि म त पग्लिन पुगेछु तिम्रो वरिपरि चिसो साँझले न्यानोलाई खोजेसरी मेरा आँखाले नि तिमीलाई खोज्छन् घरिघरि थाहा छैन कहिले यो के भयो तर लाग्छ जे भयो सही भयो तिम्रो बोलीमा आज बोलीमा हराए 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 तिम्रो बोलीमा आज बोलीमा हराए 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 जुन तारा तिम्रो आँखामा मेरो दुनिया बोकी साथमा कहाँ हिँड्छौ चाहे दिनमा होस् या रातमा हर पलहरू छन् मेरो यादमा तिमी हुन्छौ तिमी हुन्छौ यो पहाडमा केही जादु फैलेछ खै म हराउन पो पुगेछु तिम्रो आँखाभरि लामो रातले घामलाई खोजेसरी मेरा अङ्गालोले तिमीलाई खोज्छन् घरिघरि थाहा छैन कहिले यो के भयो तर लाग्छ जे भयो सही भयो तिम्रो बोलीमा आज बोलीमा हराए 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 तिम्रो बोलीमा आज बोलीमा हराए 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 चिम्लेर आँखालाई पछ्याउँछु त्यो मुटुमा जाने मलाई ठाउँ त देखाऊ केही भुल भएमा म सच्याउँछु कहिले आउँछौ माया तिम्रो घरको बारदलीमा कुर्दैछु हेर्न तिमीलाई हल्ला भो सारा यो सहर गल्ली गल्लीमा जिस्काउँछन् साह्रै नि मलाई उसको एक झलक मुस्कानै अलग उफ मार्यो नि मायाले चञ्चल नयन अन्दाजै फरक उफ मार्यो नि मायाले खेल्छन् सन जब केश बतासमा आउने त्यो बासनाले मेरो झन 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 पग
माया जारहर छ सवारीमा कुर्दैछु तिमीलाई भन्नलाई मै होला राजा तिम्रो तिमी मेरो रानी सा भुल्दैछु संसार सबै हल्लियो लचक लचक त्यो कम्मर देऊ नदेऊ नम्बर बात होला मिठो गफ होला हल्लियो लचक लचक त्यो कम्मर देऊ नदेऊ नम्बर बात होला मिठो गफ होला उसको एक झलक मुस्कान अलग उफ मार्यो नि मायाले चञ्चल्ती नयन अन्दाजै फरक उफ मार्यो नि मायाले खेल्छन् सँगसँगै जब के शुभ तासमा आउने त्यो बासनाले मेरो झन् 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 पग्लिन्छ यो मन उफ मार्यो नि मायाले लैजाऊ है लैजाऊ माया अहिले नै जवानीमा कहाँ कहाँ डुलाउँछौ मन ओ मैयाऊ कि मैयाऊ माया रात रात सारीमा कहाँ कहाँ बोलाउँछौ भन अब त यहाँ हुन्छ हुन्छ यहाँमा ऊ के त्यही हुँदैन मेरो काला मेरो आशीर्वाद यस्तो अर्को चाल्नु लाग्यो सक्यो मेरो भान्जीलाई भान्जीलाई गाडी गर्दाखेरि हातेर आउनु
अलि हेर मलाई आँखाको बाटो हुँदै मनमा बसाऊ नजिक आउने प्रयासमा छु बिन्तीमा देखि टाढा नजाऊ भुलिदिए तिम्रो लागि आफूलाई अब मनको घाउ कहाँ पोसिलाऊ अङ्गालोमा बाँधी तिम्रो मलाई त्यही कैद गरा हो खुला तिम्रा ओठलाई मेरा ओठमा राखी बन्द गरा त्यही निदाउँछु म त्यही नै पाउँछु म जिन्दगीका रङ्ग खुसीको लाग्छ खाली खाली के अर्थ जुनेली रातको दुनियाँभरिमै मन पर्ने आभास हो न्यानो स्पर्श तिम्रो हातको पग्लिए म सामु तिम्रो समेट मलाई खोजी हिँड्छु तिम्रै अङ्गालो त्यही निदाउँछु म त्यही नै पाउँछु म जिन्दगीका रङ्ग खुसीको खेल्न त आउन मलाई तिम्रो लागि कोर्दैछु केही भावना मिसाएर यो गीतको तालमा गाउन चाहन्छु म केही मनमुटुमै लेखिदिए नाम तिम्रो खोजी हिँड्दैछु तिम्रै बाटो त्यही निदाउँछु म त्यही नै पाउँछु म जिन्दगीका रङ्ग खुसीको स्याउलाको बाबा मेरो नाति म बाजे म काम खाएको
लाइन भइगयो नि होइन अघि खिचिरहेको अघि टेस्ट गरेर खाएको होइन बिस्तारो हुँदैछ निकै साह्रो कराउनु हामी चप्पल ठिक्छौँ पाँचजना चप्पलमै चल्दैन मेरो सामान झारेकै छैन झारेर हामी त अब खेतमा छोरा पाउनु भयो अरे ल है मम्मीले भेट्दै छैन अलिक निम्रिनु है
यहाँ हामी आइरहेको छौँ बोक्ने तर यता आइदिनु ल यो बेहुलीको एकछिन है छोरी चेलीको है यो चाहिँ कराउनु पर्यो होइन एकछिन भान्जीसँगै लैजाउँ भनेर तपाईँ उता जाने होइन यहाँ बस्ने म यसलाई बोलाउनु न आइज न
गाजल त्यो तिम्रो मेटाइदेऊ न तिम्रो आँखाको रङ हेर्न मन छ बाँधेको केश फुकाइदेऊ न हावाले उडाको मन पर्छ न ढाक न मुहार श्रृङ्गारले न ढाक न मुहार श्रृङ्गारले चन्द्रमामा पनि दागु हुन्छ चन्द्रमामा पनि दागु हुन्छ तिम्रो मुस्कान हेर्न पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने चलेर अँधेरोलाई उज्यालो देखाउने चम्किला झुम्किरी झै आँखा गहिरो समुद्र भए जिन्दगी मेरो किनारा देखाउने तिम्रो हात सुरिलो त के छ र गीत मेरो सुरिलो त के छ र गीत मेरो जति तिम्रो आवाज हुन्छ जति तिम्रो आवाज हुन्छ आशा तिम्रो साथ पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने शरद ऋतुमा फुलेको फुल हौ तिमी तिमीलाई हेरी रात भुलेको जुन हौ तिमी परेली झिम्काउँदा नजर झुकाउँदा यी ओठमै अल्झेको छायो मन तिम्रै हातमा जीवन तिम्रै साथमा सुम्पिसके है मैले योजना सुभाषना बोकी तिमी मनमा गाउनु तिमी मन बनाउनु सिरैमा फुल सजाई तिमी हेरिरहनु सुभाषना बोकी तिमी मनमा गाउनु सजाई तिमी के साथ यसैले काम चलाउँ कि कसो
यहाँ त घुम्ने यो त चाल छुवाउने मात्रै हो कुरा कुराले जस्तो थापिरहेको अरू दुईजना सतत अरे कुखुरा तिर्काएर चल्ने रहेछ छुवाइदिनु मात्रै बजाइहाल्छ छुवाउनु मात्रै बिस्तारै 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 पर्छ नि सन्थिनीले बेर राख्छ त्यहाँ त पक्षपात उसले त नखाने हुन्छ सालेको खानेहरू जीवनको बाटो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी परू छ जोडी बन्यो सानो चौतारी नदी किनारा सरी तिमी मेरो तिम्रो कुरा सक्यो भनेकै लेख्नु भएको पछि दिन सधैँ आउँछ जसरी पछ्याउने तिमीलाई म सधैँ यसरी हाँसु तिम्रो आँखामा आउँदा भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो बाचा भयो Something
चारैवटा त्यतै